एक यस्तो देश जहाँ हाँस्न पनि अपराध मानिन्छ। इन्टरनेट छ तर संसार छैन। सोच्न डर लाग्छ, बोल्न अनुमति चाहिन्छ। नाममा प्रजातन्त्र छ तर व्यवहारमा तानाशाही। हामी यसलाई उत्तर कोरिया भनेर चिन्छौँ। नमस्कार। सन् 2011 मा उत्तर कोरियाको सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका किम जोङ उन एक शासक जसको सत्ता क्रूर नियन्त्रण, आणविक हतियार र जनताको जीवनमाथि कठोर नियन्त्रणमा आधारित छ। तर यो सत्ताको भित्र लुकेको अर्को कथा छ, यहाँका महिलाहरूको कथा। उत्तर कोरियामा महिलाहरूको वैवाहिक सम्बन्ध राजनीतिक वा सामाजिक स्वीकृतिमा आधारित हुन्छ। तिमी प्रेम गर्न सक्छौ तर राज्यको अनुमतिमा मात्र। बच्चा जन्माउने वा नजन्माउने भन्ने कुरा पनि यहाँ राज्यमा आधारित छ र बच्चा जन्मिसकेपछि पनि त्यो बच्चा आमाको नभई स्वत राज्यको हुन्छ, किनकि राज्यले चाह्यो भने मात्र त्यो बच्चा जीवित हुन्छ। सार्वजनिक स्थानमा लिपस्टिक लगाउनु, अनिवार्य लम्बाइभन्दा छोटो कपडा लगाउनु वा मनपर्ने हेयरस्टाइल राख्नु, यो सबै यहाँ अपराध मानिन्छन् र यस्तो अपराधका लागि यहाँ सजाय समेत हुन सक्छ। स्वतन्त्रता केवल सपनामा सीमित रहेको यो देशमा कतिपय महिलाहरू त्यहाँबाट भागेर चाइना, बिस्तारै साउथ कोरिया र अन्य देशमा जान सफल पनि छन्। त्यसैमध्येकी एक महिला जो 13 वर्षको उमेरमा आफ्नो आमासँग स्वतन्त्रताको लागि भाग्न योजना बनाएर एउटा चाइनिज ब्रोकरसँग कुरा गर्छन्। ब्रोकरले उनीहरूलाई भगाउन राजी हुन्छ तर एक शर्तमा, यदि ती 13 वर्षीय बच्ची उसँग सेक्स गर्न राजी भएमा मात्र। तर ती बच्चीकी आमाले छोरीलाई बचाउन आफ्नो अस्मिता बेचिदिन्छन्, जुन 13 वर्षीय छोरीले आफ्नो आमाको अस्मिता खोसिएको टुलुटुलु हेरी मात्र रहन्छन्। त्यसपछि उनीहरू चीनमा छुट्टा छुट्टै मूल्यमा बेचिन्छन् र अहिले ती 13 वर्षीय बच्ची युएसए छिन्, जुन सेक्स वर्करको रूपमा पुगेकी थिइन्। तर अहिले उनीसँग उनका सन्तान पनि छन् र उनले नर्थ कोरियाको तानाशाहीको विरुद्ध निरन्तर आवाज उठाइरहेकी पनि छिन् र उनी एउटा राइटर पनि हुन्। उनको नाम हो योनमी पार्क। यहाँ महिलाहरू अनिवार्य जस्तै सैनिक क्षेत्रमा कलिलै उमेरमा आबद्ध हुनुपर्ने यहाँको बाध्यता हो, जहाँ उनीहरू यौन शोषण, शारीरिक, मानसिक यातनाबाट गुज्रिनु पर्ने अवस्था छ। डेमोक्रेटिक नेसनको खोक्रो खोलभित्र तानाशाहीले छोपेको यो देशमा बलात्कार, यौन शोषण, भ्रूण हत्या जस्ता घटनाहरूको कुनै आधिकारिक रेकर्ड भने छैन। यतिसम्म कि यहाँ महिलाहरू महिनावारी हुँदा समेत स्यानिटरी प्याडको समेत अभाव हुन्छ। यहाँबाट यदि कोही महिला भागेर चाइना गए र यदि चाइनाले ती नर्थ कोरियन महिलालाई चिन्यो भने उसले नर्थ कोरिया नै फिर्ता पठाउँछ र नर्थ कोरियाले त्यस्ती महिलालाई विद्रोही घोषणा गर्छ। यदि ती महिला प्रेग्नेन्ट रहिछन् भने बच्चासँगै उनलाई हत्या गरिन्छ या त श्रम शिविर पठाइन्छ, त्यो पनि एकदमै टाढा। यहाँ यदि कुनै पुरुषले महिलाको समर्थनमा आवाज उठायो भने उसलाई देशद्रोही घोषणा गरिन्छ र उसलाई सजायको रूपमा जेलमा पठाइन्छ या त श्रम शिविरमा कतै टाढा पठाइन्छ या त उसको पनि हत्या गरिन्छ। यहाँ सामान्य जनता मात्र होइन, शासक परिवारको भित्रकै महिलाहरू पनि दबिएर बसेका छन् र अन्त्यमा यो राष्ट्रमा नारी हुनु नै अपराध जस्तै हो। तर यी आँसुहरू मौन छैनन्, यी चिच्याइरहेका छन्। विश्वले नसुने पनि इतिहासले अवश्य सुन्छ, किनभने जहाँ पीडा हुन्छ त्यहाँ सत्य सधैँ बाँच्छ र सत्य नै अन्ततः क्रान्तिको बिउ बन्छ। थ्याङ्क यू फर वाचिङ।